5 अरेवो जनवाद्य जात्रा तजिक न्याकित सुरक्षा व ट्राफिक व्यवस्थापन मुज्या थोहे उइगु चैत्र 23 गते चौलाथो अष्टमी निसे न्यानो तक न्याइगु जनवाद्य जात्रा व 5 अरे जात्रा तजिक न्याकिगु निम्ति जनवाद्य जात्रा व्यवस्थापन समिति या उपसमिति सुरक्षा व ट्राफिक व्यवस्थापन समिति आइतबा सुरक्षा निकायलिसे सहल मुज्या यागुदु यहाँ प्रहरी वृत्त जनसभा जुगु सहल मुज्या जनवाद्य रथ जात्रा व्यवस्थापन समिति नाय नीलकाजी साक्के जनसेवा प्रहरी वृत्तीय प्रमुख कृष्ण कुमार चन्द महानगर प्रहरी बल या ईश्वर वाग्ले सार्डुल जंग गुल्मा हनुमान ढ्वाखा मेजर अनिल श्रेष्ठ कालीमाती प्रहरी प्रभागीय डीएसपी रूपक खड्का दरबार मार्ग प्रहरी प्रभागीय डीएसपी राजकुमार श्रेष्ठ अतिहे यी महानगरपालिका 22 वडा अध्यक्ष चिनिकाजी महर्जन 23 वडा अध्यक्ष मचराजा महर्जन 18 वडा अध्यक्ष नुचिकाजी महर्जन लिसे समारोह समिति दुजपी व जात्रा नाप सरोकारवाला पी मुंगु ख थठे सहल मुज्या थोदया 5 अरे जात्रा व जनवाद्य रथ जात्रा तजिक न्याकीगु निम्ति शान्ति सुरक्षा व्यवस्थापन मंका कथन जाना न्यागु सहल जुगु ख सहल मुज्या ठिठी हनेब पिन्स थुकथ नुगख तया दिगु दु से अवश्यको मछगर नाट्न देउतालाई ल्याउने बेलामा र जमोलबाट तानेर ल्याउने बेलामा अब जमोलदेखि तपाईको सबै चाहिने ट्राफिक जाम हुन्छ। त्यसकारण अब हामीले चाहिँ रथ यात्रा व्यवस्थापन समितिले एउटा तालिका बनाएका छौँ। त्यो तालिका अनुसार हामी चल्ने भन्दाखेरि त्यो बेलामा चाहिँ के छ भन्दाखेरि भक्तजनहरूलाई पनि अप्ठ्यारो नहोस् र ट्राफिक पनि राम्रो व्यवस्थापन होस्। हाम्रो ट्राफिकको लागि हाम्रो भाइले यति मेहनत गरेको छ, रुट दिएको छ, त्यो रुटलाई चाहिँ हामीले टाइममा चाहिँ हामीले त्यो गर्न सक्यो भने त एकदमै राम्रो हुन्छ। व्यवस्थापन विषयले हरेक वर्ष लोन चाहिँ जाँदाबाट त्यो लागि चाहिँ सन्तर्क सकारात्मक विषय छ यो लगेको छिसा स्यु हामीलाई थाहा छ। हामी बराबरको कालदेखि हामी एउटा प्रशासन राज्य प्रशासनसँग हामी अलिक डराएर भागेरै त्यो चाडपर्वहरू जात्रा पर्वहरू मनाइरहेको अवस्था थियो लामो समय 100औं वर्षसम्म पनि। यो विषय हामी सबैलाई थाहा भएको विषय हो। त्यसको एउटा मानसिकता आजसम्म पनि हामीसँग छ। सायद त्यही कारणले गर्दाखेरि पनि हाम्रो वडा सचिवले यो विषय जोड्नु खोज्नु भएको हुनसक्छ। किनभने हामी बच्चा हुँदाखेरि हामीलाई तर्साउने नै सिपाही आउँछ है भन्ने किसिमको विषय पनि हो यो। तर अहिलेको अवस्था यसको छैन जस्तो चाहिँ मलाई लाग्छ। मैले यहाँलाई निवेदन गरेँ, यो जात्रा परापुरुकालदेखि यहाँले नै सञ्चालन गर्नुभयो, यहाँहरूकै धर्म संस्कृतिमा आधारित हो र विगतमा चाहिँ एउटा निश्चित भूगोलमा मात्रै सीमित थियो। मान्छे यसबारे अनभिज्ञ थिए। यसको पौराणिक गाथा, यसको परम्परा, यसबारे चाहिँ सबै विज्ञ चाहिँ थिएनन्। अहिले आएर राष्ट्रले नै यसको आवश्यकता र यो सभ्यताको मूलको बारेमा चाहिँ, यसको गौरवको बारेमा चाहिँ अनुभूत गर्यो। त्यसकारण विगतमा भएका यो झिना मसिना कुराहरू, जुन आपराधिक घटनाहरू, विभिन्न डिसिबी फेर्ने र जात्राका क्रममा चाहिँ केही हत्या हिंसाका कुराहरूले पनि प्रशय पाउने कुराहरू जुन थिए र आजको यो जति पनि चाहिँ सुरक्षाकर्मी लगायत अन्य सरकारी अधिकारीहरूको यहाँ हामीले ध्यान आकर्षण गर्न चाहन्छौँ। त्यसको मुख्य उद्देश्य भनेको हाम्रो जात्रा सम्मानजनक ढङ्गले, त्रुटिरहित ढङ्गले, गौरवका साथ हामीले मनाउन पाऊँ। त्यहाँ कहीँ पनि कुनै सुरक्षात्मक त्रुटि नहोस्, कहीँ पनि कुनै अपराधजन्य घटना नहोस्। त्यसका लागि राज्यले समेत त्यसमा भरपूर ध्यान दिनुपर्छ र जात्राको गौरव मर्यादालाई चाहिँ कायम राख्नुपर्छ र आगामी दिनमा चाहिँ यी मर्यादा, यी गौरवमा चाहिँ श्रीवृद्धि नहोस्, श्रीवृद्धि नै होस्। यसको जात्राको कारणले गर्दा कहीँ कतै चाहिँ नहै जात्रा हुँदा चाहिँ यस्ता आपराधिक घटना हुँदो रहेछन्, त्यस कारण जाँदा चाहिँ कहीँ असुरक्षित भइन्छ कि भन्ने यी भावहरू चाहिँ उत्पन्न होस् हुनका लागि राज्यले नै यसमा चाहिँ दूरदृष्टि राखेर यी सुरक्षात्मक उपायहरू अवलम्बन गर्नका लागि चाहिँ योग्यता गर्नका लागि चाहिँ यो जो गरेको हो। कुमारी घरमा चाहिँ घोडजात्राको तुरिकमा हुने कुमारी घोडजात्राको लागि अवसरमा हाम्रो क्यापिगढी भन्ने एउटा गण छ घोडाको भवनमा। त्यहाँबाट चाहिँ सेतो घोडा आएर कुमारी घरमा आएर निमन्त्रणा, घोडजात्रा हेरेर निमन्त्रणा र कुमारी जीवित कुमारी देवी चाहिँ हाम्रो सार्टन कुलमको हामीले नै
यो बाजा गाजाको सायद यो राष्ट्रिय निशान बाजा गाजा प्लस राज खड्ग सहित चाहिँ उहाँलाई चाहिँ यो 5 तारिकको अवसरमा भद्रकालीमा हुने जात्रामा हामीले चाहिँ यो बाजा गाजा लाने र एनए बिल्डिङ वायु सेवा निगमको बिल्डिङमा 5औं तल्लामा कुमारी जीवित कुमारी विराजमान भएपश्चात चाहिँ घोडे जात्रा नजर गर्ने परम्परा रहेको पहिला राजाकालीन अवस्थामा र राजाको त्यो अवस्थामा राष्ट्रिय प्रमुखले चाहिँ कुमारी भवानीलाई चाहिँ दर्शन गरेपछि र भद्रकालीमा नेपाली सेना हाम्रो सार्जन गुरुङले चाहिँ भद्रकालीमा हुने पूजामा चाहिँ इन्फिनाल हतियारबाट चाहिँ यो बढाइ गरे पश्चात चाहिँ घोडे जात्रा सुरु हुने प्रारम्भ हुने परम्परा रहेको थियो र त्यो बिचमा के कति कारणले ब्रेकडाउन भएको थियो र यो वर्षबाट चाहिँ फेरि निरन्तर दिनलाई चाहिँ हामी लागेका छौँ। हाम्रो जात्रा भव्य र सभ्य बनाउनको लागि सबै भेला भइराखेका छौँ र यसको सभ्य बनाउने तरिका एउटा चाहिँ के त भन्दाखेरि हामीलाई लागेको पूर्ण रूपमा चाहिँ हामीले जति सक्दो त्यति ट्राफिक बन्द गर्न सक्यो भने यातायात यो 4 पाङ्ग्रे भन्दा माथिकाहरूलाई चाहिँ हाम्रो यो कमसेकम कुमारीको रोडभित्र चाहिँ यातायात बन्द गर्न सक्यो भने चाहिँ हाम्रो कार्यक्रम भव्य र सभ्य हुन्छ मलाई लाग्छ। किन भन्दाखेरि यो जुन तरिकाले चाहिँ जात्रा भइरहँदाखेरि मोटरसाइकल हतार हुन्छ, गाडीलाई हतार हुन्छ, ट्र्याक्टर त्यो जात्राको पछि लागेर ट्र्याक्टर हर्न दिइराखेको अवस्थामा त्यो जात्रामा आएका अब अघि भने जस्तै जात्रा अब अलिकति अल्कोहल पिउने त भइहाल्छ, त्यस्तै कोही रिस उठ्ने मान्छेलाई कसैले चाहिँ तत्ता हानिदियो अथवा गाडीमा लगाइदियो भने त्यहाँ झगडा सुरु हुन सक्छ। त्यसकारण त्यस्तो नगरिदिनको लागि हामीले त्यो 4 पाङ्ग्रे यातायात विशेष गरेर अब सकिन्छ यो भित्र चाहिँ मोटरसाइकल समेत बन्द गरौँ। अब मोटरसाइकललाई सकिँदैन, गल्ली हामीले पनि अनुभव गरेका छौँ। त्यहीँसम्म भनेर चाहिँ त्यहाँ छिर्छ, तर ऊ कतिसम्म छिर्छ चाहिँ थाहा छैन। त्यसकारण चाहिँ अब सकेसम्म मोटरसाइकल पनि बन्द गरौँ, नत्र भने चाहिँ 4 पाङ्ग्रेदेखि माथिका सबैलाई चाहिँ यो जुन कुमारी रुटको जात्रा मात्रै बन्द गरौँ भन्ने चाहिँ मलाई लाग्छ। यसको चाहिँ हामीले इन्द्र जात्राको बेलामा या शिवरात्रिको बेलामा पशुपतिमा र हाम्रो इन्द्र जात्राको बेलामा यहाँ जसरी थने कोने यामा चाहिँ यो यातायात बन्द गर्छौँ, त्यसै गरी हामी एउटा सूचना निकालेर चाहिँ यसलाई गर्न सक्यौँ भने यसलाई चाहिँ प्रभावकारी हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। कारणले हामी हाम्रा पूर्वजहरूले परम्परादेखि मनाउँदै आएको जात्रामा हामी एकले अर्कालाई खुसी साथै सेयरिङ अफ ह्याप्पिनेस हामी वर्षभरि विभिन्न काम गर्छौँ, त्यो थकाइ खुसी हुने बेलामा चाहिँ एकले अर्कालाई खुसी कुरा सुनाउने साटासाट गर्ने बेलामा 4 थरीको सुरक्षाकर्मीहरूको चाहिँ पहरेदारीमा हामी खुसी मनाउँछौँ भने यो जात्राको चाहिँ साँच्चै हामी खुसी भयौँ कि भन्नु जात्रा किन मनाउँदैछौँ भने नि अर्थपूर्ण यो भएकाले मलाई के लागिरहेको छ भने हामी यो जात्रा मनाउने समुदाय सभ्य हो, यो जात्रा हाम्रो हो र यो कुनै कतैबाट आक्रमण हुँदैछ, कतैबाट हामीलाई चित्त खोजिरहेको छ, त्यो भएकाले प्रतिरोधको लागि यो जात्रा मनाउँछ। त्यो भएकाले चाहिँ यो जात्रा संयमित भव्य र सभ्य बनाउन सबभन्दा बढी जिम्मेवार हामी आफै छौँ। आज यो छलफल तथा अन्तर्क्रिया कार्यक्रमबाट जुन खालको मूर्त रूपमा जिम्मेवारीहरू तोकिनेछन् हामी निष्ठापूर्वक त्यो जिम्मेवारी चाहिँ पालना गर्दै प्रतिबद्धता व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्दछु। धन्यवाद।